धेरै धेरै धन्यवाद आजको लागि। र आज यो ट्रेलर मात्रै हो सरकार विरुद्ध हाम्रो, र भोलिदेखि हामी झन् संघर्षमा जानेछौँ। भोलिदेखि चरणबद्ध रूपमा हामी आन्दोलनको घोषणा गर्दैछौँ। सम्पूर्ण सप्तरीवासीलाई अनुरोध छ, भोलि आफ्ना आफ्नो व्यापार व्यवसाय सबै बन्द गरेर सडकमा आउनुहोस्, सप्तरी उद्योगवादी संघको अफिस अगाडि आउनुहोस् र यो जुन षड्यन्त्र रचिरहेछ सप्तरीवासीसँग, सप्तरीका करदाताहरूसँग, जुन यहाँ करदाता सेवा कार्यालय वर्षौंदेखि हामीलाई सेवा दिइआइरहेको छ, आज त्यसलाई यहाँबाट सारेर लाने जुन षड्यन्त्र छ त्यसको हामी घोर भर्त्सना गर्छौं। यो सरकारको निर्णयप्रति हामी घोर भर्त्सना गर्छौं। यस्ता भ्रष्टाचारी सरकार हामी सप्तरीवासीलाई चाहिँदैन। आफ्नो निर्णयलाई सच्याई नभए हाम्रो निर्णय छ अनिश्चितकाल सप्तरी जिल्ला बन्द हुन्छ, यहाँ बाटो घाटो सबै कुरा बन्द हुन्छ भन्ने यो आम नेपाललाई नै हामी भन्न चाहन्छौँ। एकदम एकदम सब कार्यक्रम राम्रो हुनेछ भोलिदेखि।